नमस्कार, मेरो नाम सुरजन प्रसाद रेग्मी। म बुद्धभूमि नगरपालिका वडा नम्बर 9 चौगन्नपुर निवासी साथै अहिले देशमा भइरहेको एउटा नयाँ क्रान्तिको बाटोतिर नयाँ युवाहरू आउनुभएको छ। अहिलेको हाम्रो यस वैज्ञानिक युगमा 21औं शताब्दीमा विभिन्न प्रकारका बाधाहरू समस्याहरू निम्तेका छन्। खाली चुनावका एजेन्डा मात्रै बोकेर पुराना दलहरू पुगेका छन्। तिनी पुराना दलहरूले आजसम्म केही पनि राम्रो काम गरेका छैनन्, माको पनि मारेका छैनन्। खाली अरूलाई भरममा पारेर देशलाई कङ्गाल बनाइसके। अब पुरानाले जित्ने हो भने जसरी पनि देश दुर्घटनामा जान सक्छ, देशमा अन्याय अत्याचार हुन सक्छ। पुराना पार्टीले कुनै पनि पार्टीले जित्नु हुँदैन। अहिलेको आवश्यकता भनेको युवा वर्ग हो। राष्ट्रिय स्वतन्त्र पार्टी एउटा जग हल्लाउने मात्र नभएर देश र जनताका लागि राम्रो सङ्घर्ष र बलिदान तपस्या गरेर आएको छ। तपाईँले बुझ्नुभएकै होला, 2079 सालको निर्वाचनमा चौथो पार्टी बनेको थियो राष्ट्रिय स्वतन्त्र पार्टी, घन्टी चुनाव चिन्ह। अब देशैभरि घन्टी रहनेछ र घन्टीले नै पुराना नेताहरूलाई बजाउने छ बाजा। अब घन्टीलाई नै भोट हाल्नुहोस् है सबै बुद्धिजीवीहरूले। खाली भरममा मात्रै नपर्नुहोस् है। खाली लसुन खाएर छोग्रा मात्रै नफाल्नुहोस् है। त्यो नराम्रो लसुनले गर्दा हाम्रो देशलाई कङ्गाल बनाइदिन्छ र 100%मा 70% जति युवाहरू बेरोजगार भइरहेका छन्। तिनीहरूले के पाए त? सडकमा हिँड्ने बटुवाले बास पाएका छैनन्। घरमा गाई चराउनेको लाज भएको छ। यो गाई चराउने राजनीति नहोस् है। गाई चराएर के गोठालो बन्ने हो र? पढे लेखेका मान्छे गाई चराउने होइन। तर के गर्ने, यो सन्दर्भ एउटा केलाउनी मात्र नभई एउटा विभक्त रूपमा सशक्त रूपमा खडिएको छ। यसले खाडल खनेको छ। यिनी पुराना राजनीतिलाई परास्त गर्नुहोस् र एउटा बम्बार्डिङ इभालुएटेड पोलिटिक्स बनाउनुहोस्। बम्बार्डिङ भनेको कस्तो भनेपछि अब यिनी पुरानालाई परास्त गरेर हटाएर पुरानालाई अगाडि बढ्न दिनुहुन्न है। नयाँलाई अगाडि बढाएपछि देशको उज्यालो मुहार फेर्नेछ र आँखाको ज्योति पनि तेजिलो बन्नेछ। मेहनती परिश्रमी हुनेछन्। अब तपाईँ पनि स्वतन्त्र पार्टीमा आउनुहोस् है। स्वतन्त्र पार्टीमा यस्ता दलाल पुँजीवादीलाई तपाईँले एकदम कडा निगरानी गर्नुहोस्। कोही पनि भरममा नपर्नु होला है। यस्ता पुराना त कति आए, के गरे आजसम्म, के गरे, योजना के बनाए? अलिअलि बाटो बनाए पनि मसला मोले झैँ गरेर देश र जनताको ढाड सेकेका छन्। अझै पनि कुप्रथाहरू हटेको छैन। अझै पनि देशमा अन्याय अत्याचार भइरहेको छ। थिचोमिचोमा पारेका छन्। चुप लागेर बस, नचाहिने कुरा नगर, हामी नै हो भ्रष्टाचारी भनेका छन्। हुन त त्यो कुरा एउटा सान्दर्भिक नै छ। उनीहरू भ्रष्टाचारी भएरै नै जनताको ढाड सेकेका छन्। मुख बोल्न दिन्नन्। तैँले नबोल त, नचाहिने कुरा गरिस् भन्छन्। के नचाहिने कुरा गर्यो र? आफ्ना भनाइहरू, आफ्ना मन्तव्यहरू त व्यक्त गर्न पाइन्छ। त्यो कानुनले पनि छेक्दैन। कुनै पनि प्रशासनिक अङ्गले छेक्न सक्दैन। त्यो त कानुनको दायराको एउटा माध्यम हो। के हामी बोल्ने होइन र? हामी लाटो भएर बस्ने हो र? लाटो भएर जनता बस्यो भने त यिनीहरूले त राज गर्नेछन् र देशलाई बेचेर दलाली राष्ट्र बनाउँछन्। दलाली राष्ट्र बनायो भने अरूलाई दमन गर्ने, शोषण गर्ने, गुलामी बन्न पर्छ र अरू देशको इसारामा चलाउन पर्छ। त्यही भएर यस्ता पुराना दलहरूलाई भोट नदिनु होला। यिनी पुराना दलहरू बौला जस्ता हुन्। बौला काजीको सपना सुन्नुभएको छ? कस्तो भनेको छ बौला काजीले? ओहो, म त बौला भएँ, अब मैले देशलाई दुर्घटनामा लग्छु भनेको छ।
त्यो बहुला काजी हो। अहिलेको देश हाँक्ने भनेको युवा वर्गले नै हो, बहुला काजीले होइन। बहुला काजीले त उल्टो चाहिँ नि जनताको ढाड सेक्छ र जनतालाई पोखरीमा फाल्छ। नुन हालेर चर्को बनाएर चर्को चिजलाई मात्रै मान्छ त्यसले। राम्रो अगाडि बढ्ने चिनी हालेर गुलियो बनाउने चिजलाई त्यसले अगाडि सार्दैन। किन भन्छ गुलियो भन्नुको अर्थ मिठासपन थप्नु, मिठासपन थप्दैन। ओहो मैले त गर्छु भनेर भन्छ, त्यहाँ त चर्को भइहाल्छ। त्यहाँ त जनताले अब परिवर्तन चाहेका छन्। के चर्को हुन चाहेका छन् र चर्को हुन होइन गुलियो हुन चाहेका छन्। यति भन्दै मेरो भनाइहरू यहीँ टुङ्गाउन सक्छु। हस्त नमस्ते, लाल सलाम।